हेलो नमस्ते सम्पूर्णलाई नमस्ते। म चाहिँ आज पाइ नेटवर्कको बारेमा थोरै मनमा लागेको कुराहरू भन्न गइरहेको छु। दिस इज नट द फाइनिकल एडभाइस, जस्ट फर द नलेज, यो पनि भन्न चाहन्छु हैन। तपाईले पाइ नेटवर्क माइनिङ गरेर अर्निङ गर्नुभएको छ, जुन जति पनि थोरै कोइन होस्, त्यो कोइनलाई चाहिँ तपाईले सेफ राख्नुहोस्, 1-2 साल पछाडि सम्म राख्नुहोस् भन्न चाहन्छु। किन भन्दाखेरि अहिले पाइ नेटवर्क प्रति मान्छेहरूको ध्यानकर्षण भएको त्यो देखिरहेको छौँ। वर्ल्डको अर्थशास्त्रीहरूदेखि लिएर क्रिप्टोविदहरू सबै, अब जस्तै मानौँ कि एउटा अब जस्तो क्रिप्टो करेन्सीको बारेमा हेर्नुहुन्छ बुझ्नुहुन्छ भने डाक्टर ओल्डाकोइन भन्ने त तपाईले देखिराख्नै भएको छ हैन। डाक्टर ओल्डाकोइनको फोकस, उसको चित्त नबुझेको कुराहरूदेखि लिएर हरेक कुराहरू ऊ पनि पाइ नेटवर्कमै केन्द्रित भएर हेरिरहेको छ। मेरो मतलब यो हो कि भिडियोलाई लामो नभने मेरो भन्नु चाहिँ के भन्दाखेरि पाइ नेटवर्क एउटा फ्युचर हो। यसलाई जति अर्निङ गर्नुभएको छ, जति माइनिङ गर्नुभएको छ, यसलाई सेभ गरेर राख्नुहोस्। यसले भोलि तपाईको फ्युचरमा राम्रै काम गर्न सक्छ। त्यही भएर यसलाई चाहिँ सेभ गरेर राख्नु हैन। अब अस्ति कोइनडेक्सको सेमिनारमा भनौँ न, कन्सेसमा, त्यहाँ पनि डाक्टर निक्लेस कोक्लेसले पनि भने कि यो विश्व मार्केटलाई लिनको लागि 1-2 जना मिलिनियर बिलिनियर या त इन्डस्ट्रीहरूलाई एडप्ट गर्न दिएर मात्रै हुँदैन, वर्ल्डबाट चाहिँ एडप्ट हुनुपर्छ। यसको युटिलिटीलाई ल्याउनको लागि, युटिलिटी बेस बनाउनको लागि वर्ल्डबाट चाहिँ एडप्सन हुनुपर्छ भन्ने कुरा गर्नुभएको थियो। अब त्यही कुरा पनि लागू भइराखेको छ हैन। दुनियाँ वर्ल्ड वाइडबाट चाहिँ पाइलाई माइनिङ गरिराखेको छ हैन। सो let's see what will happen. I don't know, but we have to keep safe our earning. म चाहिँ यही भन्छु, पछि पछुताउनु नपरोस् हैन। अहिले जल्दबाज गरेर चाहिँ तपाईहरुले अर्निङ गरेको फाइललाई सस्तो मूल्यमा नबेच्नु नै भन्छु हैन। Okay guys, thanks watching this video.